हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ डे 3 हो। अनि आज अहिले म सुतिरहेको थियो भन्दा पनि उठेर मुख सुख धोएर फेरि निन्दा लगाएर फेरि सुतिरहेको थिएँ। एउटा को तल कराई गऱ्यो अनि त्यसपछि निन्दै बिगार्थ्यो। अनि त्यसपछि फेरि उठ्ने मन लागेको थिएन, उठ्नै पर्यो नि। मान्छे घरमा आइसकेपछि अनि आएको रहेछ अनि पठाइदिएँ। काम रहेछ, काम जोसँग काम छ त्यही भएतिर पठाइदिएँ। अनि उठेर भिडियो बनाउनु थालेँ। अब च्यालेन्ज लिएको छ, बनाउनै पर्यो नि त। केही न केही त बनाउनै पर्यो, केही न केही देखाउनै पर्यो। अनि त्यही हो, सुनाउँछु म के हिजो भर्खर राम्रो कुरा भयो। कस्तो राम्रो भन्दा पनि मलाई रिलिफ मिल्यो। मेरो मुटुबाट, मेरो छातीबाट भारी कम्ती भयो जस्तो भयो क्या। अस्तिदेखि नै एउटा कुरा मम्मीलाई लुकाइराखेको थिएँ। अनि त्यो कुरा हिजो भनिदिएँ। अनि त्यति भनेपछि अब ठगेको हुँदैन नि त। बस त्यही हो। अरू बाँकी कुरा दिनको अगाडि बढ्दै गर्छ, देखाउँदै गर्छु। जाने त केही होइन, कहीँ घुम्न जानु पनि छैन, केही छैन, त्यही दोकान जाने हो। अरू काम आज सायद मम्मीलाई कहीँ शिवगञ्ज लिएर जानु छ होला, त्यति हो। अरू केही छैन। भर्खर उठेको कपाल सपाल त उठ्यो भरे पछि पनि यस्तै हो कपाल त, अहिले पनि यस्तै हो। त्यही हो। ल भरे भेटौँ। आज फेरि बाइक फोहोर ठोकियो टाउको। के अरे दुना आँटेको छोटो छ क्या, यहाँभित्र दुना आँटेको, बाहिर गर्मी हुन्छ भने। अनि यो मैले भिडियो बनाउँदै गर्न थालेँ भने चाहिँ अहिले लाइन जाँदै आउँदैछ, हुँदैन। त्यही भएर म यो भिडियो बन्द गरेर धोइसकेर देखाउँछु। अहिले यस्तो फोहोर छ, त्यस्तो साह्रो पनि छैन, तर छ। बिफोर एन्ड आफ्टर। बाइक चाहिँ नयाँ भइसकेको छ। अब टक्क दोहोरो टिलिक्कै तल आएको छ। मेरो पालो, अब नुहाउने मेरो पालो, अब टल्किने मेरो पालो अरे क्या। बाइक टल्किसक्यो। ल अहिले चाहिँ अब लिली घाम लागिरहेको छ। अब म मम्मीलाई लिएर बजार होइन शिवगञ्ज जान्छु। शिवगञ्ज काम छ। अनि हामी त बजार जान्छ। आज पनि म दोकान आइसकेँ सधैँको जस्तो। यसले के अल्टर कुरा गर्दैछ, यो कुरा देखाउने दुःख हेर्ने कुरा हुँदैछ। उसो कुरा सधैँ त्यही हुन्छ। त्यही भएर यहाँ 12 घन्टा बसे पनि 2-3 मिनट मात्रै भिडियो बनाउन मिल्छ। के भन्दैछ दादा त्यो आजको भिडियोमा? चाय पी लो होइन, चाय पी लो, बहुत दिन के बाद आ रहे हैं। लाइक आज चाहिँ 2 पल्ट कुदाइ भयो शिवगञ्ज। अघि गएर आएको थिएँ दिउँसो, अनि फेरि बेलुका पनि गएँ। अनि त्यही हो, भिडियो पनि बनाइन। अब पर्सनल हुन्छ नि त, हल्का काम। अनि त्यही भएर यहाँसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद। थ्याङ्क यू सो मच। टाटा बाई बाई। आजको भिडियो चाहिँ साह्रै नै छोटो बनाऊ, भोलि चाहिँ अब ठुलो हुन्छ। किनभने भोलि बिर्तामोड जान्छ, रोइले बोलाइरहेको। त्यही हो। टाटा।